हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। धेरै पछि म चाहिँ एउटा सानोतिनो भ्लग लिएर आएर हजुरहरूको सामु आइसकेको छु। थोरै माया देखाइदिनु होला, सेयर गरिदिनु होला, अन्तिमसम्म हाम्रो भ्लग हेरेर साथ दिनु होला। र मसँग आज हुनुहुन्छ यहाँ हाम्रो दाजु प्रवेश दाई। हामी कहाँ जाँदैछौँ भन्नु त? टाउन किन जाँदै भन्नु न? यतिकै घुम्न साइकल पनि बिग्रेको छ है। हिजो गियर सेयर बिग्रेर लिन जाँदैछौँ। के गर्नु, हामी साइकल यात्री पऱ्यो, साइकल चलाउनै पर्छ, त्यही भएर हामी साइकल लिन जाँदैछौँ। आज टाउनतिरको यात्रा हेर्दै जानु होला है त साथीहरू। सो हामी चाहिँ यहाँबाट अलिकति अगाडि गएपछि गाडी चढ्छौँ। यहाँबाट हाम्रो घरबाट 2 मिनट अगाडि जति हिँडेपछि पब्लिक बस आउँछ, त्यहाँबाट हामी पब्लिक बसमा टाउन जान्छौँ। टाउन जानलाई यहाँबाट 45 मिनट जस्तो लाग्छ होला बसमा। अनि ट्याक्क $2-4 सिद्धिन्छ आज। ल साथीहरू के बोलिदिनु पर्यो यस्तै? के बोल्नु, खासै केही बोल्न आउँदैन मलाई त। बोल्नु न बोल्नु। यस्तो ह्यान्डसम भएर कता हिँड्नु भयो? म साइकल लिन यस्तो ह्यान्डसम भएर होइन होला। डेटिङ हो क्या? कसले पत्याउनु, घर आइकन सधैँ छ मार्ला नि फेरि डेटिङ गयो भने तपाईँलाई गाह्रो छ। ल ठिक छ, त्यही हो साथीहरू। यहाँबाट अगाडि त्यहाँ अगाडि गएपछि हामी गाडी चढ्छौँ है त साथी। बस पनि आइसकेको छ, हामीले बस रोकिसकेको छ। त्यहाँनिर बस देख्न सक्नुहुन्छ, सेम टु सेम नेपालको जम्प भाइस जस्तो हो। अनि हामी जाँदैछौँ बस चढेर टाउनतिर गएर झर्छौँ। तपाईँहरूलाई त्यहाँनिर देखाइदिन्छ है त। के सेम जम्प भाइस यहाँ पब्लिक बस $2 सेट, खानासाना पेट। बस चढिसक्यो। भनिदिनु दाइ यसो केही के भन्नु, केवान आइल्यान्डको बारेमा भनिदिनु। केवान आइल्यान्ड आउनुपर्छ, दुःख गर्नुपर्छ, घुम्नुपर्छ, काम गर्नुपर्छ, खानुपर्छ, आफ्नो फ्युचर सेटल गर्नुपर्छ। त्यही नै हो दुःख भने। जहाँ पनि हुन्छ साथीभाइहरू, के मन पनि आएर दुःख गर्नुपर्छ। दुःख गर्नेलाई राम्रै छ, त्यही हो। काम पाउनु पऱ्यो। त्यस्तै छ यहाँनिर पब्लिक बसभित्र। यो चाहिँ हाम्रो फुटबल ग्राउन्ड हो। हामी चाहिँ साइकल लिनलाई आइसक्यो, यहाँ झरिसक्यो है। यहाँनिर ग्रुप भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँनिर परेश काम गरिन्छ। परेश दाइले काम गरेको बिल्डिङ चाहिँ हो, अगाडिबाट हेर्नुहोस्। यहाँबाट टक्क देख्न सक्नुहुन्छ। यही हो परेश दाइले काम गरेको बिल्डिङ चाहिँ यही हो। हाम्रो परेश दाइ हुनुहुन्छ यहाँनिर। यहाँबाट अगाडि अङ्कलले हिजो साइकल छोडेर जानुभएको थियो। डोर नम्बर 4 को अगाडि भन्दै है। डोर नम्बर 4 पता थाहै छैन, हेर्नुपर्छ, जानुपर्छ। सेट अगाडितिर भन्दै कहाँ हो अब थाहै छैन। यसो डोर नम्बर 4 को अपोजिट भनेपछि कहाँ हो यार? यस्तो पसल राख्ने जस्तै छैन दाइ, यो के हो यो? तपाईँ काम गर्ने बिल्डिङ त बवाल बनाएको छ त अहिले। त्यही त ओभर छ होला, त्यहाँ देख्न सक्नुहुन्छ। परेश दाइले काम भन्दा त्यही है। डोर नम्बर 4 कहाँ हो? खतरा ठाउँ छ दाइ, घुम्नु पर्ने ठाउँ। ल डोर नम्बर 0 है। हामी चाहिँ यहाँनिर भित्र कहाँ हो? कहाँ डोर नम्बर 4? डोर नम्बर 4 देख्नुभयो? तपाईँले देख्नु भएको नि त? जाउँ न त अनि, जाउँ। डोर नम्बर 4 ट्याक्क हामी सब राइटबाट छिरेर आइसक्यो। अब जान्छौँ हामी डोर नम्बर 4 खोज्नलाई। डोर नम्बर 4तिर सब राइटबाट त के लियो के त? डोर नम्बर 4 के लियो भने होइन, के सामान लिइसक्यो, सामान लिनु भइसक्यो। ट्याक्क लाएर बबाल ठाउँ रहेछ त। यता यहाँनिर अगाडि बिल्डिङ बनिरहेको रहेछ, खतरा छ हाम्रै साइड। ल यस्तो गर्मी। दादाहरू फेरि छुट्टै देख्छ नि यहाँनिर। ल हेर स्याट पाएर। ओ माई गड, खतरा देखायो, हिरो देखाएको परेश दाइलाई अरू भन्दा नि। आम्बो सोल्टी
सोल्टी त फेरि कताबाट कता फाइनली हामी यहाँ चाहिँ आइपुग्यो तर यहाँ हो कि होइन भने चाहिँ कन्फ्युज भयो त डोर नम्बर 4 को अपोजिट भन्थ्यो कहाँनिर हो यहीँ हो बसिरहेको रहेछ यही बिग्रेको थियो यो कालो थियो अहिले सेताले चेन्ज गरेर है कति डलर छ अब थाहा छ होइन परवेश दाइ जानुभयो त्यहाँनिर थाहै छैन कति हुन्छ त्यहाँनिर आइसकेको हो $50 चेक भयो नि त के गर्नु गाह्रो छ यो $50 गयो यार साइकल बिग्रेर यार साइकल बनाए नि नहुने नबनाए नहुने तनाव भयो अर्को साइकल किन्नु पर्ला साइकल अनि के गाडी किन्ने हुन्छ साइकल लिएर गइसकेको छौँ हामी जाँदैछौँ साइकल पनि भन्यो रे $50 पनि गयो रे आसर $50 ले यतिको भाइ अब के बोले के छ थाहा हामी बोले यहाँनिर परवेश दाइ हुनुहुन्छ परवेश दाइले काम गर्ने बिल्डिङ त्यहाँनिर छ यो बिल्डिङमा के भन्छ दाइ त्यसले बत्तीको मान्छे यहीँ छ है बनाउने बत्तीको मान्छे बनाउने गाह्रो छ अब यहाँबाट चाहिँ परवेश दाइ गाडीमा जानुहुन्छ म साइकल लिएर जान्छु टाउनसम्म ट्याक्क लाएर अनि हामी टाउनबाट के हुन्छ तपाईँलाई देखाउँछु आज चाहिँ नेपालबाट हिजो हाम्रो एउटा भाइ आएको छ नेपालबाट एउटा भाइ आएको छ त्यो भाइलाई भेट्छौँ भने हामी अनि अब दाइ गाडी आएपछि गाडीमा जानुहुन्छ म चाहिँ साइकलमा आउँछु ट्याक्क लाएर बवाल छ आज डह्रो चर्को घाम लागिरहेको र यस्तै हो साइकलमा हिँड्नुपर्छ हाम्रो ट्याक्क लाएर हामी फाइनली यहाँनिर आइपुगेको छौँ टाउनतिर अनि हामी त्यो भाइलाई पनि देखिसकेको छ ऊ पर हो त्यो भाइ पर देख्न सक्नुहुन्छ तपाईँहरूले ल यहाँनिर भाइ पनि भेटिसकेको छ वेलकम टु के मन आइल्यान्ड के छ होस् दाइ कस्तो लागिरहेको त ठिकै भन्न बाबा कस्तो भयो यात्रा लामो छ है यहाँ बस्दो रहेछ भाइहरू चाहिँ ल कम here Arun कम here Arun चाहिँ हामी यहाँबाट परवेश दाइ र म छुट्टिन्छौँ परवेश दाइ उता साथीहरूसँग दोस्तहरूसँग जाँदै हुनुहुन्छ यस्ता छन् बुढाको यसपछि अब सुरज भाइ र म त्यहाँ एकछिन गएर आउँछौँ ट्याक्क पारामा आउँदैछन् केटाहरू उहाँको दोस्तहरू आउँदै हुनुहुन्छ त्यसपछि दोस्तहरूसँग जानेर हामी चाहिँ कोही होइन त्यहाँ सुरज भाइ र म चाहिँ अब त्यहाँनिर डकतिर गएर यसो चिसो खाएर बस्छौँ है त गाइड्सहरू ल सबैले हेरेर साथ दिनु र हामी टाउनको यहाँनिर क्रुज हेर्नलाई आइसकेको छ साथीहरू एउटा क्रुज आएर रहेछ आज क्रुज भाइ यतातिर छ ट्याक्क ल हामी टाउनमा आइसकेको छ भाइलाई पनि भेटिसकेको छ भाइ यहाँनिर छ है ट्याक्क लाएर घुमिरह हामी गर्मी छ लोत गर्मी छ आज ज्याकेट लाएर आएको साइकलमा ज्याकेट लगाएको ल बबाल छ गर्मीले हेट हेर्दै गर्नु होला गाइस टाउनबाट चाहिँ साइकल पेल्दै आएँ यसरी चार्ज पनि सकेछ हिजो बनाउनु दिएको थियो बनाएर लिएर आएको चार्ज सकेछ साथीहरू त्यही भएर पेलाइमा परिरहेछ डह्रो घाम छ गाह्रो पर्ने भयो गाह्रो टाउनबाट पेल्दा त डेन्जर आइसक्रिम आएछ अब के गर्नु महँगो छ केटाहरू गाह्रो
पुरै पेल्दै आएर गाह्रो भयो गाह्रो स्कुल आइपुग्नु लाग्यो स्कुलबाटै नजिक उतै छ घर चाहिँ टक्क लाएर देख्न सक्नुहुन्छ यहाँनिर तपाईँहरूले घर आउनु बेला हुन लाग्यो ए दह्रो खुट्टा दुख्छ आज त यो चलाएको गाह्रो पर्नु भयो साथीहरू घाम यस्तै छ पाइडल ब्याट्री सक्यो भने त पाइडल माऱ्यो भने त साइको हुने रहेछ त टाउको दुख्यो साथीहरू हेर्नु गाह्रो छ अब चिसो खाएर जानु पऱ्यो लास्टै गर्मीमा त्यही माथि पाइडल मार्नु पऱ्यो यो स्टेसन पऱ्यो चिसो किन्नु पऱ्यो यहाँ स्टेसन आयो के चिसो खाने होला त्यहाँ ट्याक्क भएर चिसोको खाने त रुम पनि सकेर छ यहाँ पेप्सी सानो पेप्सी खायो त ट्याक्क लाएर साइकल पनि भन्यो गाइज टाउन जानुको कारण चाहिँ आज ट्याक्क सामान आएको थियो सुरज भाइले सामान ल्याइदिएको थियो नेपालबाट के आयो हेर्न है त बाउले के पठाइदिएको एउटा जुत्ता पठाइदिएछ त्यहाँ छ टक्क काममा लानु टिबिएलको जुत्ता होइन अनि एउटा ट्र्याक आएको छ एनबीको ट्र्याक छ अनि यो नाइकको छ होइन यो केल्मीको सेट भयो आछ है ब्लूमा अनि यहाँ छ है खजना करेन्ट आएको छ ट्याक्क लगाएर धेरै त आएन छ करेन्टहरू ठिकै छ यति पठाइदिनु भएछ डेटले साथीहरू कस्तो भयो भ्लग हेरेर कमेन्ट गर्नु नभुल्ला अनि लास्टमा म यति भन्न चाहन्छु सागर भाइ पविस भाइ विशाल भाइसँग म है केटाहरू कमेन्ट हान्नु पऱ्यो कमेन्ट हान्नु पऱ्यो नि ल सी अन द नेक्स्ट भ्लग गाइस